आज चाहिँ चिसो चिसो मौसममा हामीले चाहिँ बफ मोमो खाने प्लान गरेको छौँ। यो चाहिँ बफ मोमोको लागि चाहिँ किमा रेडी छ। यसमा चाहिँ हामी एड गर्नु आँटेको छौँ अनियन, मजाले काटेको यो अनियन। अब हामी एड गर्दैछौँ एरोमेटिक पाउडर। यसले चाहिँ मोमोको लागि मिठो स्वाद ल्याउँछ। एड गर्न आँटेको छौँ स्वाद अनुसार नुन। हामी एड गर्नु आँटेको छौँ जिन्जर पेस्ट। अब यसमा हामी एड गर्न गइरहेको छौँ गरम ओइल। लास्ट यसमा एड गर्न गइरहेको छौँ हामीहरू मोमो मसला। यो चाहिँ नेपालको स्वादिष्ट मोमो मसला हो। यसले चाहिँ टेस्ट दामी ल्याउँछ। अब यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्ने हुन्छ ताकि यसको मसलाहरू सबै भित्रसम्म लागोस् र अझै धेरै टेस्ट आओस्। हामीले चाहिँ सादा र सिम्पल म्यारिनेसन गरेको छौँ। ज्यादा मसलाहरू पनि लगाएको छैनौँ। हामीलाई मन पर्दैन त्यति बेसी मसलाहरू। सादा सिम्पल अर्ग्यानिक पाराले खानको लागि चाहिँ हामीले रेडी गरेको। अब यसलाई चाहिँ आधी घन्टासम्म फ्रिजरमा राखेर चाहिँ यो अब मिक्स भइसकेपछि चाहिँ यसलाई आधी घन्टा चाहिँ फ्रिजमा राख्ने। अब चाहिँ हामीले मोमोको लागि चाहिँ डो रेडी गर्दैछौँ। अब हाम्रो मोमोको लागि पनि डो रेडी भयो। यसलाई हामी केही समयसम्म छोपेर राख्नेछौँ। हेर्नुहोस् त साथीहरू, मैले ढाकेर राखेको डो पनि रेडी भयो। ल साथीहरू, म चाहिँ मोमो बनाउन लागेको। एक सेट मोमो बनेर पनि रेडी भइसकेको छ। साथीहरू, तपाईँहरूलाई कस्तो लाग्यो मेरो मोमोको सेप? यहाँनिर मोमो स्टिम गर्नुको लागि पानी पनि रेडी भइसकेको छ। अब मोमोलाई स्टिम गर्नु गइरहेको छु। तातो तातो भाप। साथसाथमा मैले यहाँ साइडमा टमाटर खुर्सानी अन्त धनियाँहरू लगाएर अचारको लागि पनि रेडी गरिरहेको छु। तातो तातो मोमो पनि रेडी भइसकेको छ। चाहिँ मोमो इन्जोय गर्न लागेको। थ्याङ्क यू फर द वाचिङ।